हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। हजुरहरू पनि सन्चै हुनुहुन्छ र म पनि सन्चै छु होइन। अनि आज चाहिँ ट्युसनबाट अघि आइसकेँ अनि खाना खाइसकेँ अनि खाना खाएर चाहिँ स्कुल जानु लाग्यो। स्कुल आज हाम्रो भलिबल छ फाइनल 10 क्लास 9 क्लास 9 क्लास हो 9 क्लासको म 9 क्लासमा गर्छु होइन। अनि आज भलिबल छ, अब कस्तो म्याच हुने, अब जितिन्छ कि हारिन्छ अब गेम हेरेर थाहा हुन्छ होइन। आज भिडियो बनाउँछु, आज म मोबाइल नै मेरो साथीहरू लिएर आउँछ, म भिडियो बनाउँछु अनि अझै देखाउँछु। तर माथिबाट खिच्न लगाउनुपर्छ, भिडियो बनाउँछु आज। अब स्कुल जाने टाइम भइसक्यो। गाइस हामी चाहिँ स्कुलमा आएका थियौँ होइन। स्कुलमा पढ्न लागेका बिहानदेखि केही पढाइ भएको छैन। बिहानदेखि केही पढाइ स्पोर्ट भइरहेको छ गाइस। स्पोर्ट भइरहेको छ स्पोर्ट। तर हामीले खेलाएर के गर्ने भने खेल्नै आउँदैन हामीहरूलाई होइन। यस्तो अन्ली खोल गाइस हेर्नु हाम्रो स्कुलको यो वातावरण आज कस्तो छ। यहाँ हेर्नुहोस् यहाँको दृश्य। सानो 10 क्लासले भनिदिन्छ अहिले नै भन्यो नि भन्छ त्यहाँ यो हाम्रो क्लास हेर्नु है। भलिबल हुँदैछ डर यहाँको यो कोही बोले गाइस के आगे हो कोही हाम्रो हेर्नुहोस् यहाँको दृश्य। यहाँको दृश्य हेर्नुहोस्। दिदी बोल्न आइसक्नु ब्लग आज हारेर लाग्छ बहिनी। छोरा ट्याग म्याचिस कान्छी तिमी कानमा बुन्ने पालो कति गिटार वास्को लागिसकेछ। म चाहिँ हुन्छ है। ल हेर्नु यहाँको दृश्य गाइस। हेर्नुहोस् यहाँको दृश्य। हेर ह्यान्डसम बोय ह्यान्डसम बोय कहाँको ह्यान्डसम बोय यहाँ स्कुलको जीवनको बाटो हिँडेको बास म तिम्रो पनि गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर मन छ बाटेको केस लगाइदेऊ न हावाले उडाको मन पर्छ नढाकन मुहार सिँगारले नढाकन मुहार सिँगारले चन्द्रमामा पनि गाह्रो हुन्छ चन्द्रमामा पनि गाह्रो हुन्छ मात्र होइन मानी सबै तिम्रो मुस्कान हेर्न पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने। गर्लफ्रेन्डको याद आयो अरे गर्लफ्रेन्डको तिमी हो मलाई चाहिने तिमी। गर्लफ्रेन्डको याद आयो अरे केटाहरूलाई त्यही भएर पुरा गीत गाइरहनु देखेपछि मार्छु सरलाई देखेर भएर यहाँ भित्र भएर डुबेर बनाउनु पर्छ। ल गाइस म अब बलिउड किन्न लाग्नु फर्स्ट ल आयो भने अरे के भयो ल हुन्छ।
आइसकेँ स्कुलबाट आइसकेँ अनि भलिबलमा चाहिँ हामी फर्स्ट भयो 9th क्लास फर्स्ट भयो 10th क्लासलाई हरायौँ होइन 9th क्लास फर्स्ट भयो अनि आएर चाहिँ अब कपडा धुनु आएको अब कपडा धुनु छ होइन पहिले आउने बित्तिकै अब सब कपडा धुनु पऱ्यो कपडा धुनु लाग्यो अनि गीत सुन्दै नत्र अल्छी लाग्छ त्यो कपडा धुँदाखेरि अल्छी लाग्छ क्या गीत सुन्दै म्युजिक सुन्दै कपडा धुनुपर्छ गाइज भलिबल त जित्यो भलिबल जित्यो त्यहाँ अनि सबै मेरो घरमा छाडिदिएर क्या त्यहाँ खेल्ने मान्छे अब यहाँ काठमाडौँमा त्यो हाम्रो क्लास 9 क्लासमा खेल्ने मान्छे त्यस्तो कोही नै कि राम्रोसँग खेल्ने मान्छे कोही नै सब मेरो घरमा म रोटेसन लब खेलाइदिइरहेको केटीको खेलाइदिइरहेको जस्तै लबवाला डब्लुवाला खेल्ला भने होइन डब्लुवाला खेलाउँदैन यार त्यो सर मान्दैन म एकचोटि डब्लुवाला खेलेँ होइन पहिलो राउन्डमा फर्स्ट गोल्डको सुरुमा खेल्दाखेरि डब्लुवाला खेलेँ पछि बिचमा उल्टो रोटेसन भनेर लब खेलाइदिइरहेको म डब्लु खेलिरहेको छु सर भने मानेन अब एम्पायरले अब सर एम्पायर लगायो अब केही भन्नु छैन त्यही लबवालै खेलेँ लबवाला मेरो घरमा थियो म त उ गरिदिने सिटी बजेपछि अनि हातले छुएर चेन्ज गर्न मिल्छ नि त बाहिरबाट भित्र जानु मिल्छ कि चेन्ज गर्न मिल्छ हजुरलाई थाहै छ भलिबल खेल्ने मान्छेले थाहा हुन्छ त्यो गर्न मिल्छ त्यो खेलेँ त्यो खेल चाहिँ जिताइदियोस् यताउता बल लिने सर्ट पनि आफै अनि त्यहाँको आएको बल लेफ्टीतिर आयो बेला लेफ्टीतिर गएर उठाइदिने पहिला म सेन्टरमा सेन्टरमा लागेपछि यताउता जान सजिलो हुन्छ नत्र फर्स्टमै यतातिर लाग्यो भने चाहिँ उता जानु सजिलो हुनुहुन्न मलाई त्यही भएर सेन्टरमा तान्ने अनि खेल्ने गरेको थिएँ तर त्यतिखेर खेल्दा एउटा कुरा अर्कै भयो क्या गाइज होइन त्यहाँ खेल्दाखेरि अर्कै भयो क्या पहिला सानैदेखि खेलेका साथीहरूलाई त्यहाँ देखेन क्या मैले जो म खेलिरहेको छु त्यहाँ होइन त्यहाँ मैले देखेन क्या ती साथीहरूलाई अनि अर्कै महसुस भयो क्या आफूलाई पहिला बच्चैदेखि अब सानैदेखि हामी अरूको स्कुल लागेको बेला पनि होइन भलिबल भने चाहिँ लास्ट क्या हामी साथीहरू 6जना हाम्रो फिक्स टिम हुन्थ्यो भलिबल भने जहाँ पनि पुग्दिनँ हामी जहाँ पनि पुग्दिनँ कसले नाइ भनेपछि त्यसलाई फकाएर लिइहाल्ने हामी गइहाल्ने अब कहिलेकाहीँ स्कुलमा सर गाली गर्छन् भने चाहिँ अब म भएँ अब अरू 2-3जना अरू पनि थिए हामी नजाने अब कहिलेकाहीँ जाने मतलब त्यत्तिकै नजाने उ गर्ने कि सर गाली गर्छन् हामी नजाने अनि तर चाहिँ फकाएर यो गरेर गइहाल्ने टिफिनतिर भागेर गइदिने अनि पछि आएर फेरि कुटे खाने ती साथीहरूलाई मैले यहाँ देखेन क्या अब खेल्दाखेरि देखेन अर्कै फिल भयो क्या अर्कै भयो क्या होइन गाइज सुत्नुपर्छ बाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला